फाइनली साथीहरु मेरो बहिनीको युट्युब च्यानलमा लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला। मेरो बहिनी चाहिँ उनको छ हैन, मिस प्रभा राई, सबैले माया गरिदिनु होला। हेलो साथीहरु, वेलकम ब्याक टु माई युट्युब च्यानल। साथीहरु, आजको न्यू भिडियोमा न्यू डेमा फेरि पनि हजुरहरूलाई म स्वागत गर्न चाहे। आजको दिन चाहिँ एकदमै धेरै के भन्छ पानी परेर झापामा चाहिँ एकदम धेरै शीतल वातावरण रहेको छ साथीहरु। अनि एकदम म चाहिँ यतिखेर छतमा चढेर हावा आइरहेको छ, अलिअलि हावामा घुमिरहेको छु, हावामा रमाइरहेको छु साथीहरु। अनि आजको दिन चाहिँ एकदमै राम्रो छ आजको डेमा चाहिँ, किनभने घाम चाहिँ खासै छैन, थोरै पानी परेको कारणले गर्दाखेरि अलिक शीतलै भएको अनुभव छ साथीहरु। आजको दिन चाहिँ मेरो एकदमै धेरै राम्रो रहेको छ साथीहरुको कस्तो रहेको छ आई होप। डेमा चाहिँ अब म नानाहरूसँग जानेछु साथीहरु, तपाईहरुले देख्नु नि रहेछ म लुगा सुकाउन आएको थिएँ। अब म झरिरहेछ तलनिर साथीहरु। हामी चाहिँ देखेर भन्नुपर्दाखेरि नानालाई पुर्याउनु गइराखेको छौँ। आज हाम्रो नाना बिहानै आउनु भएको थियो। आज बिहानै हामी चाहिँ पक्राउ खाएको छु, पक्राउ। बिकज त्यो चाहिँ मेरो भ्लगमा खुलाइसकेको छु के कारणले पक्राउ खायौँ भनेर। म खुलाउन चाहे प्रशस्त नानाहरू चाहिँ आज चिया टिप्नु जानुभएको थियो त पक्रिहाल्नु भएछ हो। पक्राउ खाएर पनि आधी चाहिँ लिएर चिया बोक्नु हुँदैछ, आधी चाहिँ लगिदिनु भएछ अङ्कलले। मेरो पिडामा तिमी हाँस्नु भन्नुभएको थियो त्यो बाबाले। साथीहरू हामी चाहिँ यतिखेर हिँडिरहेको छौँ, आज चाहिँ शीतल नै छ नि त, त्यसैले सो हामी चाहिँ हेर्दै गइराखेको छौँ। साथीहरू यतिखेर चाहिँ म एलिसा नानालाई पुर्याउनुको लागि आधी बाटसम्म मात्र आएको। मलाई चाहिँ अल्छी लागेको छ, आज सुत्ने प्लान थियो मेरो दिउँसो साथीहरू, तर भएन, नानालाई पुर्याउनै पर्ने भयो। अब किनभने अब नाना सानै हुनुहुन्छ नि, म जत्रो म भन्दा अलिक अग्लो हुनुहुन्छ नि त, अनि त्यसैले अनि बडी गार्ड जतिकै अग्लो हुनुहुन्छ है मेरो यता चाहिँ पुरा सेक्युरिटी गार्ड अनि यता सेक्युरिटी गार्ड हुनुहुन्छ नि त, त्यसैले बिना भत्ताको सेक्युरिटी गार्ड, त्यसैले बिना भत्ताको बिना सैलरीको मैले गरेको यस्तो राम्रो साथी बनाउँछु र ठिक छ मेरो लागि सेक्युरिटी गार्ड। हामी सानो मान्छेले त जहिले पनि अग्लै साथी रोज्दै रहेछ होइन नाना? आफूले कुट्नु सकेन उसले गएर कुट्दै गर्छ नि त, त्यसैले। तर आज नानालाई घात गर्नु सकिन। आज उसले मलाई धोका दियो नि, आज बस्छु भन्नु है, अन्त चुप लागेर बस्यो। म के भन्नु, मैले सकिन आज नाना बोल्नु, बोल्नै सकेन। त्यसैले आज चाहिँ मलाई विश्वास किन मेरो छातीमा चाहिँ सुरा हाल्यो सुरनले, किन त्यसो गर्नुभयो? माथि ढुङ्गा राखी हाँस्नु पर्यो किन भन्नुहोस्, आज भन्नुहोस् प्लिज भन्नुहोस्, आज किन त्यसो गर्नुभयो नानालाई? मेरो यति सानी नानालाई त्यसो गर्नुभएछ किन? जनता जान्न चाहन्छ किन म भन्छु। तर भन्नुपर्दा आज चाहिँ बुढी गाडी दौडाको अवस्था, त्यसैले मेरो केही सिप लागेन। अब बुढी गाडी डराएपछि होइन, त्यसैले के गर्नु, डराउनेवाला त खासै त होइन, तर यस्तो अङ्कलको माया लागेर यसो गरेको त छोड्दैन नि। म जतिकै मान्छे आएको भएर सानै अङ्कल हुनुहुन्थ्यो। कुनको अङ्कल लगेको त हौ बिचराहरू। मेरो नानाहरू चाहिँ एकदमै धेरै माया लाग्दो हुनुभयो साथीहरू, के गर्नु होइन, अब यस्तै हुनुहुन्छ। चोरहरूलाई त जेलमा पुऱ्याउनु कहाँ रुने हो त, छोडिन जेलमा हाल्नुपर्ने धन्न छोडिदिनु भएछ अङ्कलले चाहिँ। अपराध पनि गरेको होइन हामीले, पाउने गरेको भोग्न खाल्ने खालको चाहिँ होइन। चोर त चोरै हो नि, जे भने पनि चोरेको होइन, हामीले भनेर टिपेको। मेरो भ्लगमा गएर हेर्नु होला, पहिला भनेर टिपेको होइन। फाइनली साथीहरू मेरो बहिनीको युट्युब च्यानलमा लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला। मेरो बहिनी चाहिँ उनको छ होइन, मिस प्रभा राई, सबैले माया गरिदिनु होला। सबैले हेर्छन् त हौ, के भ्लग बनाएको देख्दैन भाइ बहिनीहरू। सँगसँगै मैले प्रभा राई मिस प्रभा राईको के अरे आइडीलाई सब्स्क्राइब र फलो गरिदिएको छु। हजुरले पनि यो बुढो उठाले भयो क्लिक गरिदिनु होला।
क्लिक जानु भएन ट्याप 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 हानिदिनु होला यो बुढो औलाले भेट्छु नि बुढाउलामा ठेउला उठ्यो भने भन्नु हामी हेन्डी प्लस किनिदिइहाल्छौँ नि 5 रुपियाँको फाइनली म चाहिँ सबैभन्दा ठुलो मान्छे रित्तो लखरख 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 गर्दै दुईजना चाहिँ भारी बोकेर हेर्न सक्नुहुनेछ मान्छेभन्दा ठुलो भारी बोकेर म चाहिँ एकदम अब म चाहिँ ठुलो मान्छे नि त जेठोपाको हो जे भए पनि अनि यसो भिडियो बनाउँदै हिँडेको अवस्था सबैले जिस्काउँछन् त बाक्री आई लभ यु लभ यु टु भन्दैछ त हेलो गाइज कसरी देखाउनु हेलो गाइज के भन्नु सियर सब्सक्राइब गरिदिनु है भन्दै जाँदैछौँ यो दाजुहरू साथीहरू हामी चाहिँ मेरो साथी पुऱ्याउनु जाँदै गरेको तर पनि हामी पुग्न आँटिसकेको छौँ सो साथीहरू मलाई जबरजस्ती नानाले ल्याउनु भयो मलाई हिँड्नै साथीहरू यसलाई चाहिँ हिल स्यान्डल मन परेको छ अरे बिकज मेरो बिहेमा लोकन्ती बस्दाखेरि म जत्रै हुने रे नि त अनि अब नाना तपाईँलाई बुढेसकाल लागिसक्यो बिहे गर्नु तपाईँको लोकन्ती बस्दा मलाई हिल चाहियो भन्दैछ अनि अर्डर गर्नुपर्ने खुट्टा उनको भएपछि नपाइने रहेछ हिल साथीहरू अनि अर्डर अनुसारको हिल किनिदिनु पर्ने रे भेनाको अत्तो छैन कति राम्रो कति गाइज आप आउनुहोस् राइस कुकर तथा कुकरहरू बिग्रेमा हामीलाई सम्पर्क गर्नुहोस् अरे भाइ टिभी भन्दा राम्रो चाहिँ हामी बनाउँछौँ नि ल फेरि हाम्रोमा लिएर आऊ सबै आउनुहोस् ग्यास चुल्हा भर्ती चुल्हा कुकर बनाउन अथवा मर्मत सफाल गराउन आउनुहोस् होइन नजानुहोस् हाम्रोमा आउनुहोस् हामी पुछले भन्दा दामी बनाउँछौँ त यार आउनुहोस् यहाँ चाहिँ सम्पूर्ण बिरामी डिप्रेसनमा गएको मान्छेहरूलाई हामी फ्रीमा सहजै हामी सबलेसनमा ल्याउन रिकभर गरेर ठिक अवस्थामा ल्याउनेछौँ आउनुहोस् दिमाग मान्छेको मर्मत गर्नु पर्यो बिकाउँछ हामी पनि डिप्रेसन भन्ने ठाउँमा पुगेर आएको डिप्रेसनमा चाहिँ खाने बस्ने सुत्नेको टुङ्गो हुँदैन अनि तपाईँहरू घट्न सक्नुहुन्छ यसो त्यसो बिरामी पर्नुहुन्छ सो डिप्रेसनमा जानुभन्दा अगाडि हामीसँग सल्लाह सुझाव प्रतिक्रिया लिएर मात्र जानु होला जानै चाहनुहुन्छ भने हामी चाहिँ भन्छौँ भरसक नजानु किनभने त्यहाँ केहीको सुविधा छैन नि त होइन बिग प्रब्लम आया हाम्रो बिचको भ्लगर बहिनी चाहिँ आज गलेको अवस्था त्यही भएर नानाको टर्न हो भनेपछि चाहिँ म बोल्दैछु गल्ती भएमा माफ पाऊँ गाइज सेल्फी स्टिक भन्दा लामो रहेछ मेरो आज अनि म भिडियो बनाउनु लगाएको रहेछ 2 शब्द जाओस् त हामी त अब छोटो छ नि त यसरी गर्दा गर्दा गल्छ साथीहरू त्यसरी नानाले आज चाहिँ सेल्फी स्टिक त के लामो मेरो हात लामो सेल्फी स्टिक भन्दा कम चाहिँ छैन है मेरो हात गर्नु साथीहरू मेरो बहिनीहरू चाहिँ यहाँ 2 जना उत्रै ट्विन्स परेकोहरू भारी बोकेर टुक्लुक जाँदैछ बिचारीहरू बाबाले गल्ले भन्ने दिन पनि आउँदछ 2 जना चाहिँ ट्विन्स भन्दा पनि फरक नपर्ने रहेछ है हेलो गाइज मेरो बहिनीलाई चाहिँ भेना चाहियो अरे ओ मेरो श्रीमानज्यूहरू कता लुकिराख्नु भएको कमेन्ट गर्नु त किन भेना चाहियो अरे छिटो भेनालाई सपिङ गराइ माग्ने अरे छिटो चाहियो अरे भेना कहाँ हुनुहुन्छ यसो कारोवाला भेट्न चाहियो के हामीलाई यसो यताउता पुर्याउने होइन सम्पर्क छिटो गरिदिनु होला हिँड्दा गल्यो अरे मलाई बिक्री गराउने रे 2 जनाले मान्छे तँ बिक्री गर्छ चाँडो सम्पर्क गर्नु होला बिचारा मलाई बिक्री गराउने रे साथीहरू 9808मा कल गर्नु होला हेलो हाई सानो मान्छे फाइनली गाइज हाम्रो चाहिँ छुट्ने बेला हामी चाहिँ अब नानालाई बाई बाई गर्ने प्रदान गर्ने बौवा बाई बाई गिफ्ट यो चाहिँ पछि बिहेको लागि गिफ्ट अरे ओके बाई बाई साथी भरे ट्युसनमा भेटौँला आई लभ बाई बाई भरे भेटौँ ओके मलाई नाना
नाना चाहिँ जानु भइसक्नु हो हामी चाहिँ अब बाई बाई गर्छौँ बाई बाई नाना गइसक्नु भयो अब हामी 2 जना मात्र बाँकी रहेको छौँ अब नानाको चाहिँ के गर्नुहुन्छ अब कता जानुहुन्छ अब नानालाई अब के हामी चाहिँ अन्त त रोडमा हिँडिराखेको अवस्था यतिखेर चाहिँ हामी चाहिँ त्यहाँसम्म पुग्नु पर्नेछ त्यसैले हिँडिरहेको छौँ यतिखेर चाहिँ अनि भन्नु पर्दाखेरि आज चाहिँ मलाई आउने मन थिएन तर पनि अब नाना आउनुभएको थियो नानालाई पुऱ्याउनको लागि हामी यहाँसम्म पुऱ्याइराख्यौँ अनि त्यहाँदेखि अहिले चाहिँ हामी उता परसम्म जानुपर्नेछ गएर हामी फर्किनेछौँ साथीहरू यो चाहिँ बाटो मिल्दै गर्दाखेरि कति मलाई मन पर्यो हो यो चाहिँ पढ्नुको लागि चाहिँ कति राम्रो चित्र कसले भनेको मलाई मन पर्यो यो चाहिँ मलाई बेस्ट लाग्यो मेरो नाना चाहिँ त्यहाँ के भन्छ के टिप्नु हुँदैछ अहिले खेदाइ खानुहुन्छ ल हतार हतार चोर्नु भनेपछि त बिहानदेखि यो कुटा खान्छ यसको औषधि बनाएन कुट्छन् होला अरूले रोपेको टिप खानु पनि डर लाग्छ हौ साथीहरू मलाई त बाटोको हो क्या यो बाटोको आमाको माया यस्तो हुँदो रहेछ हेर्नु त साथीहरू मलाई कति मन दुध खाइराखेको रहेछ बाटोमा हिँड्दै गर्दाखेरि मैले देखेको साथीहरू गाइजहरू आज चाहिँ हामीहरू चाहिँ फर्किसकेको अवस्था आजको दिन चाहिँ हाम्रो यस्तै रह्यो साथीहरू तपाईँहरूको कस्तो रह्यो सो हेरेर हाम्रो भिडियो हेरेर अन्तिमसम्म हेरेर साथ दिनु होला भन्दै बाई 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 साथीहरू आजलाई यति नै फेरि पनि हामी न्यू भिडियो भेट्दै नै छौँ बाई बाई लभ यु सो मच गाइज